यो बच्चाहरूले पनि राम्रोसँग केही नखाइदिँदाखेरि धेरै टेन्सन हुँदो रहेछ। आज चाहिँ मैले मल्टिग्रेन पाउडर मामु छोरीको लिटो बनाउँदैछु। मेरो छोरीलाई पनि मैले फर्स्ट टाइम खुवाउँदैछु। हेरौँ है त कसरी खान्छन् मेरो छोरीले। मेरो छोरी चाहिँ 2 वर्ष पुरा भएको भएर मैले चाहिँ उसलाई दुधमा पकाएर खुवाउँदैछु। यसरी यो प्याकेजिङ चाहिँ एकदम राम्रो, हावा नजाने एकदम राम्रो लाग्यो मलाई चाहिँ। अनि मैले यसरी 2 चम्चा दुधमा पकाउँदैछु। 2 चम्चा भएपछि नानीलाई ठिक्क हुन्छ। उसले फ्रुट्सहरू पनि खान्छन्, यताउता गर्दा ठिक्क हुन्छ यिनलाई। अनि यसरी पहिल्यै चिसो दुधमा हामीले यसरी फिट्नुपर्छ किनकि नत्र डल्लो पर्छ। अनि यसरी मैले ग्यासमा बसाल्छु। यसरी बसालिसकेपछि नै यसलाई चलाइराख्नुपर्छ, एकछिन छोड्नु हुँदैन। चलाइराखेपछि यो टाँसिन पाउँदैन। यसरी चलाइसिन बाक्लो हुँदै जान्छ। यसमा हजुरहरूले स्विटको लागि कुनै केही फ्रुट्सहरू मिक्स गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ सक्खर मिसाएको छु, गुद भन्छ यसलाई, गुद पनि मिसाएको छु। अरू बेलामा मैले खजुर पनि मिसाउँथेँ। आज खजुर भिजाउन बिर्सेको भएर आज चाहिँ मैले सक्खर हालेको छु। अब हेरौँ है त मेरो नानीले कसरी खान्छन् है त। ल हेर्नुहोस् है त मेरो नानीले कति मिठो गरी गम गम सबै भ्याउँछिन् यति छिटो। मलाई त लाग्छ सुरुमा के गर्छिन् होला, नयाँ टेस्ट पाउँछिन् कि भनेको। तर उसले अरू पनि लिटो खाएकी थिइन् खाना चाहिँ, तर यो लिटो नि एकदम मन पराइन्। थ्याङ्क यू दिजु, यति मिठो लिटो बनाउनु भएकोमा। मेरो नानीले एकदम मन पराएर खाइन्। अब मैले यो लिटो फेरि मगाउने छु। अहिले त हाम्रो नजिकै पनि आइसकेछ लिटोको सामानहरू, सबै कुराहरू, खाने नुडल्सहरूदेखि सुजी सबै पास्ताहरू आइसकेछ। यो चितवनमा पनि पाउन लागेछ। मैले चाहिँ हजुर यो लिटोहरू चाहिँ पोखराबाटै मगाएको थिएँ अनि कति हप्ता दिनभित्रमा आइसकेको थियो। थ्याङ्क यू सो मच दिजु, ढिलो चाँडो जहिले भए पनि मेरो छोरीले खान पाइन्। यस्तै गरी अझै सुविधा दिनुभयो होला। यसरी नै मेरो छोरीले सबै लिटो सकेर अहिले खेल्न थालेकी छिन्। यसरी सबै कुराहरू राम्रो सिकाइदिने भने त मामुहरूको टेन्सन पनि भाग्छ, कति खुसी लाग्छ। अनि दादाहरूसित यसरी खेल्दै छिन् मेरो छोरी। हस्त धन्यवाद सबैजना।